हाई एभ्रिबडी मैले नि होलीको एउटा भिडियो खिचेको थिएँ हैन 2-4वटा क्लिपहरू खिचेको थिएँ पोस्ट गर्छु मेमोरीको लागि पनि हुन्छ भनेर तर मैले बिर्सेछु क्या अहिले याद आयो मलाई है अनि मैले हतार जोडेर हाल्न खोजेको पुरानो भयो बासी भयो भिडियो चाहिँ हैन तर हेर्नु ल हामी होलीको तयारीमा थियौं है होलीसोली घरमा यसो टिकासिका लगाएर खानासाना पकाएर दिदी र म चाहिँ शपिङतिर लागेको के ल्याउँछु म अब हेर्दै जानु हामीले यस्तो मिठो मिठो कुरा लिएर आएर चाहिँ पुरा खाना थाल्यौं यो चाहिँ के हो भन्नुहुन्छ भने आमामा मैले बनाएको त भिडियो बनाइन हैन यसमा त अनेक थरी मिसाएको छ के ककटेल बनाएको हामीले पुरै वाइनहरु बियरहरु हैन भोडका एभ्रीथिङ फ्रुट्सहरु के हाल्यौं कोल्ड ड्रिंक्सहरु सबै हालेर चाहिँ एक बाटा बनाएको थियौं है टन्नै किनाले राख्दा मैले त्यो भिडियो क्लिक गरिन यही हाल्न त बिर्सेको हैन यो क्लिक गर्न त सम्झेको पो छु असलभरि खासै बनाउँदिन नि त म अनिखेर अब क्वालिटी नि राम्रो हुँदैन खासै भ्युज पनि आउँदैन होसै भन्छ तर अलि विशेष कुनै चाहिँ मेमोरीको लागि भयो भने खिचिदो रहेछ क्या अनि यस्तो मिठो भएको थियो कि मैले त फर्स्ट टाइम खाएको हो कि फर्स्ट टाइम भन्दा नि आफूले बनाएर चाहिँ फर्स्ट टाइम खाएको मैले एकचोटि पार्टीमा चाहिँ ट्राई गरेको थिएँ हैन यति बनाएर राखेको देखेको थिएँ अनि यसै गरी मैले निकालेर खाएको थिएँ क्या यस्तो मिठो हुँदो रहेछ झन् घरमा बनाएको हामीले यस्तो रमाइलो भयो चियर्स गाइस सबैले सानेर खाइ ओरी दुनिया गरेर अब फेरि होली छिमेकीहरु आउनु भयो आन्टीहरु दाइहरु है सबैजना यस्तो बगाल रमाइलो भयो हजुरलाई पनि ह्यापी होली ह्यापी होली ह्यापी होली आन्टी ह्यापी होली राम्रो हजुरआमा म त खुश रहनु लालेको त टिका ल हस् छोरो लगाइदिन्छु छोरे हस् ह्यापी होली लु एकदम खुसी हुनु एकछिन कहाँ खोल्छु फोटो ल्याऊ मेरो पनि बुढी आमाको फोटो ल्याऊ खिचौँ सबै खिचौँ ह्यापी होली घाँटी सुकुन्जेली हल्ला गरेपछि त हैन अब नाच्नु पनि पर्यो नाचेको हेर त भगवान यो के नसा आयो नि प्रभु के बुत्रु यहाँ कम्ता नाचेन कम्ता रमाइलो भएन एकछिन भए पनि सबजना मुडमा छ नि यहाँ हेर भाइको ताल हेर बहिनीको ताल सुजाता हेर त्यहाँ भगवान दिदी हेर दिदी सबै आफ्नै संसारमा छन् है धेरै रमाइलो भयो ल हेर यहाँ ओ माई गॉड यो कसको यो आयो यो के हो सुपर एक्टिभ ठुलो मम्मी अन द फ्लोर अरे क्या यस्तो एक्टिभ हुनुहुन्छ हाम्रो ठुलो मम्मी पुरा फ्लोर नै उडाइदिनु भयो होइन सब साइड लाग्ने गरी नै नचाख्नु भयो
पुरै नाचगान सकिसकेपछि पनि हामीले एकछिन होली खेल्यौँ होइन एकछिन होइन अलि माथि माथि गएर पनि होली खेल्यौँ किनकि बेर तर त्यो मसँग भिडियो क्लिपहरू छैन। यसै गरी हाम्रो होली समापन भयो है। लास्ट बेलुकैसम्म लगभग 3 बजीसम्म खेलेको थियौँ क्यार हामीले। अनि त्यसपछि चाहिँ हामी हात मुख धोएर है नुहाउन चाहिँ नुहाउँदैनौँ त्यो दिन ग्रहण थियो नि त। अनि ग्रहण भएको कारणले ग्रहण सकेपछि चाहिँ सबैले नुहाउने भनेर हातमुख मजाले धोयौँ फ्रेस भयौँ कपडाहरू चेन्ज गऱ्यौँ अनि भजन कीर्तन गरेर बस्यौँ। अनि ग्रहण सकेपछि चाहिँ हामी नुहाइ धुवाइ गऱ्यौँ। यति नै हो होलीको ब्लग। बाई बाई एभ्रिवान, हेरिदिनुहोस् ल।